आजको विषय रहेको छ सूचनाको हक र पारदर्शिता। यो विषय पनि सबैले सुनिरहेकै, बुझिरहेकै र पढिरहेकै विषय हो। त्यति जटिल जटिल विषय होइन। तथापि यस विषयका सम्बन्धमा सम्झनुपर्ने, बुझ्नुपर्ने, ख्याल गर्नुपर्ने केही आधारभूत कुराहरूलाई लिएर उपस्थित भएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सूचनाको हक। सूचना हकको परिचय दिनु अगाडि हामीले सुरुमा इन्फर्मेसन इज पावर एन्ड युज अफ इन्फर्मेसन इज सुपर पावर अर्थात् लोकतन्त्रको जग सूचनाको हक अर्थात् यस्तै विषयहरूलाई समेटेर एउटा कुनै लाइनबाट कुनै वाक्यबाट हामीले हेडिङमा राखेर परिचय सुरु गर्न सक्दछौँ। त्यसपछि परिचयको क्रममा हामीले आफ्नो र सार्वजनिक सरोकारको सूचना माग्ने र प्राप्त गर्ने अधिकार भनेर यसलाई परिचयको रूपमा लेख्न सक्दछौँ। यहाँ हामीले परिचयको सन्दर्भमा ख्याल गर्नुपर्ने कुरा आफ्नो र सार्वजनिक सरोकारको भन्ने विषयलाई हामीले छुटाउनु हुँदैन। त्यस्तै र यस्तो हरेक नागरिकलाई आफ्नो र सार्वजनिक सरोकारको सूचना माग्ने र प्राप्त गर्ने अधिकार हुन्छ। यस्तो अधिकारलाई नै सूचनाको हक भनिन्छ भनेर परिभाषित गर्न सकिन्छ। त्यस्तै मानव अधिकारको विश्वव्यापी घोषणापत्र 1948को धारा 19ले अभिव्यक्ति र सूचनाको अधिकारलाई नैसर्गिक अधिकारको रूपमा स्वीकार गरेको कुरा र हाम्रो वर्तमान संविधानको धारा 27ले मौलिक हकको रूपमा यसलाई स्वीकार गरेको कुरा। त्यसपछि सर्वप्रथम यसलाई प्रयोगमा ल्याउने देश स्विडेन सन् 1766 भनेर हामीले परिचयको खण्डमा लेख्न सक्दछौँ। योभन्दा बढी लेख्नुपर्ने जरुरी हुँदैन। एक दुई बुँदा हामीले यसमा थप गर्न सक्दछौँ। तथापि यति परिचय भएपछि सूचनाको हकको परिचय अथवा परिभाषा पुग्दछ। धारणागत परिवर्तनका कुरा गर्नु पर्दाखेरि सुरुमा सूचनालाई गोप्य राखिनुपर्छ भन्ने धारणा थियो। पछिल्ला क्रममा पुष्टि भएपछि मात्र सूचना दिनुपर्छ भन्ने कुरा आयो। त्यसपछि जनताको अधिकारको रूपमा यसलाई स्वीकार गरियो। त्यसपछि चौथो चरणमा सूचना हक नभएर सरकारको अनिवार्य कर्तव्यको रूपमा लिने गरिएको छ। अब माग्ने बित्तिकै अर्को ख्याल गर्नुपर्ने विषय के छ भने माग्ने बित्तिकै मागेपछि दिइने सूचना निष्क्रिय। त्यसपछि नमागिकनै स्वतः दिइने सूचना सक्रिय भनेर दुई भागमा पनि वर्गीकरण गरिएको हुन्छ। अब यसको महत्त्वपूर्ण विषय भनेको एउटा संवैधानिक व्यवस्थाको कुरा छ। यसलाई हामीले ख्याल गर्नुपर्दछ। यसलाई छुटाउनु हुँदैन। यो हामीले परिचयकै सन्दर्भमा हामीले लेखिसकेका छौँ। तथापि यसलाई हामीले मनन गर्नुपर्दछ। यो विषयलाई हामीले कण्ठस्थै बनाउनु पर्ने हुन्छ। संवैधानिक विषय सकेसम्म संवैधानिक मर्म अनुसारै हामीले लेख्नुपर्ने हुन्छ। प्रत्येक नागरिकलाई आफ्नो र सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने अधिकार हुनेछ। तर कानुनद्वारा गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई कर लगाएको मानिने छैन भनेर धारा 27मा राखिएको सूचनाको हक अन्तर्गत राखिएको छ, उल्लेख गरिएको छ। त्यस्तै 4 नम्बरमा सूचनाको हक सम्बन्धी सिद्धान्त। सूचनाको हक सम्बन्धी सिद्धान्त थुप्रै हुन सक्दछन्। यहाँ मोटामोटी रूपमा मैले 11वटा विषयहरूलाई समावेश गरेको छु। 1 मा कागजात उप पहुँचको सिद्धान्त, प्रक्रियामा पहुँचको सिद्धान्त, अवलोकनको सिद्धान्त, अधिकतम सार्वजनिकरणको सिद्धान्त, गोपनीयताको सिद्धान्त, पारदर्शिताको सिद्धान्त लगायत अभिलेख व्यवस्थापन सिद्धान्तलाई सूचनाको हक सम्बन्धी सिद्धान्तको रूपमा लेख्न सकिन्छ। यी सिद्धान्त मध्ये पनि बेसिक सिद्धान्तहरू भनेका कागज उप पहुँचको सिद्धान्त, प्रक्रियामा पहुँचको सिद्धान्त, अवलोकनको सिद्धान्त भनेका आधारभूत फन्डामेन्टल भनेर हामीले 3टालाई लेख्न सक्दछौँ। त्यसपछि क्रमशः हामीले अरू लेख्नुपर्ने हुन्छ। त्यस्तै सूचनाको हकको महत्त्व। सूचनाको हकको महत्त्व के छ त? सूचनाको हक प्राप्त भएमा
राज्य अथवा शासन प्रणालीमा कस्तो प्रभाव पर्छ अथवा जनतामा कस्तो खालको भावना सन्देश हुन्छ अथवा सरकारप्रति जनताको हेराइ कस्तो हुन्छ भन्ने कुरा चाहिँ सूचनाको ल्याउँछ भन्ने कुरालाई हामीले मनन गर्दा सूचनाको हकको महत्त्व बारे हामी स्पष्ट हुन सक्दछौँ। यसमा यस अन्तर्गत हामीले नागरिकको सूचनामाथिको पहुँचलाई सुनिश्चित गर्दछ। सार्वजनिक निकायमा नागरिकप्रति उत्तरदायित्व ल्याउँदछ। सार्वजनिक निकायका काम कारबाहीलाई पारदर्शी बनाउँदछ। अनियमितता भ्रष्टाचार न्यूनीकरण गर्न मद्दत पुर्याउँदछ लगायतका यी विषयहरू चाहिँ विषयमा चाहिँ सूचनाको हकले प्रवर्तन गर्ने हुँदा यसको महत्त्व छ भनेर हामीले बुझ्न सक्दछौँ। त्यस्तै नेपालमा सूचनाको हक सम्बन्धी व्यवस्था भनेर हामीले नीतिगत कानुनी संस्थागत व्यवस्थालाई हामीले उल्लेख गर्न सकिन्छ। तथापि मैले सूचनाको हक सम्बन्धी विशेष आकर्षित हुने दुईटा विषय संवैधानिक विषय र सूचनाको हक सम्बन्धी ऐन 2064 र नियमावली 2065मा भएका विषयहरूलाई यहाँ समेटेको छु। त्यस्तै 7 नम्बरमा सूचनाको हक सम्बन्धी ऐनका उद्देश्यहरू। सूचनाको हक र पारदर्शिता सम्बन्धमा सूचनाको हक सम्बन्धी ऐन 2064 र नियमावली 65 निकै महत्त्वपूर्ण ऐन भएकोले यस ऐनको उद्देश्यहरूलाई हामीले ध्यान दिनुपर्ने हुन्छ। यस ऐनमा रहेका उद्देश्यहरू राज्यका काम कारबाहीलाई नागरिकप्रति जवाबदेही र पारदर्शी बनाउनु, सार्वजनिक सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउनु, संवेदनशील सूचनाको संरक्षण गर्नु, नागरिकको सुसूचित हुने हकलाई संरक्षण गर्नु जस्ता उद्देश्यहरू यसमा समावेश गरिएको छ। त्यस्तै अर्को विषय रहेको छ राष्ट्रिय सूचना आयोगको सिफारिस समिति भनिएको छ। यो विषय चाहिँ मैले जानकारीको लागि मात्रै राखेको हो, त्यति इम्पोर्टेन्ट जस्तो छैन। तथापि जानकारीमा राखिराख्नु राम्रै हुन्छ। यसमा सभामुख अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री, राज्य मन्त्री सदस्य, सभापति, नेपाल पत्रकार महासङ्घ सदस्य रहेका हुन्छन्। अब 8 नम्बरमा सूचनाको हक सम्बन्धी ऐनका 2064 विशेषताहरू। सूचनाको हक सम्बन्धी ऐन 2064 को विशेषताहरू यसमा चाहिँ राजनीतिक दल र गैर सरकारी संस्थालाई समेत समेटेको छ। अर्को प्रोएक्टिभ डिस्क्लोजर भन्छ, स्वत प्रकाशन गर्नुपर्ने व्यवस्था महत्त्वपूर्ण सूचनाको भन्ने अर्को छ। 3 महिनामा प्रकाशन हुन्छ यो। सूचनादाताको संरक्षणको व्यवस्था गरिएको छ। स्वतन्त्र निकायका रूपमा राष्ट्रिय सूचना आयोगको व्यवस्था गरिएको लगायतका व्यवस्थाहरू सूचनाको हक सम्बन्धी ऐन 2064 विशेषता अन्तर्गत पर्दछन्। 9 नम्बरमा सूचनाको हक सम्बन्धी ऐन 2064 अनुसार प्रभाव नगरिने सूचना अपवादहरूका रूपमा निम्न विषय रहेका छन्। 1 मा नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने विषयहरू, अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने विषयहरू, आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैंकिङ वा व्यापारिक गोपनीयतामा गम्भीर असर पार्ने विषयहरू, विभिन्न जाति वा सम्प्रदाय बीचको सुसम्बन्धमा प्रत्यक्ष खलल पार्ने विषयहरू, व्यक्तिगत गोपनीयता र व्यक्तिको जीव, ज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्याउने विषयहरू। त्यसै गरी संविधानको धारा 28 र व्यक्तिगत गोपनीयता सम्बन्धी ऐन 2075ले गोपनीय मानेका विषयहरू, मानेका सूचनाहरू पनि प्रभाव नगरिने अपवादका रूपमा पर्दछ। यो विषय पनि परीक्षाका हिसाबले निकै महत्त्वपूर्ण र एक दुईपल्ट सोधिसकेको विषय पनि रहेकोले यसलाई हामीले विशेष ख्याल गर्नुपर्ने हुन्छ। त्यसै गरी 10 नम्बरमा सूचना उपलब्ध गराउने सम्बन्धमा सार्वजनिक निकायको दायित्व। सार्वजनिक निकायको दायित्व के छ भन्दाखेरि नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्ने, उनीहरूले सूचना
मागेका बखत आवश्यक प्रक्रिया पुर्याई सूचना प्रदान गर्ने अनि संरक्षण गर्ने विषय हो। त्यस्तै समय समयमा सार्वजनिक वा प्रकाशन गर्ने विषय हो। त्यस्तै सर्वसाधारण नागरिकको पहुँच सरल र सहज बनाउने, खुला र पारदर्शी बनाउने, तालिम र प्रशिक्षणको व्यवस्था गर्ने, राष्ट्रिय भाषा र आम सञ्चारको माध्यमको प्रयोग गर्ने, सूचनाहरू अविधायक विषयहरू चाहिँ सार्वजनिक निकायको दायित्वको रूपमा रहेका हुन्छन्। त्यस्तै राष्ट्रिय सूचना आयोगको काम, कर्तव्य र अधिकार हुनेछ आदेश दिने, सार्वजनिक महत्त्वको सूचनाको अध्ययन र अवलोकन गर्ने, सूचनाको संरक्षण सम्वर्धन र प्रचलनका लागि आदेश दिने, सूचना सार्वजनिक गर्न आदेश दिने, निवेदकले माग गरेको सूचना दिन आदेश दिने लगायतका विषयहरू चाहिँ राष्ट्रिय सूचना आयोगको काम, कर्तव्य र अधिकार अन्तर्गत पर्दछन्। सार्वजनिक निकायले उसँग सम्बन्धित दिएका सूचना सूचीकृत गरी प्रकाशन गर्नुपर्ने छ। यसमा मोटामोटी 13वटा विषयहरू समेटिएका छन्। त्यसमा निकायको स्वरूप, प्रकृति, निकायको काम, कर्तव्य, अधिकारी कर्मचारी सँगै कार्य विवरण, प्रदान गर्ने सेवाहरू लाग्ने दस्तुरका कुराहरू, निर्णय उजुरी सुन्ने कुराहरू, सम्पादन गरेको कामको विवरण, सूचना अधिकारी प्रमुख नाम, पहुँच लगायतका विषयहरू चाहिँ सूचना सूचीकृत गरी प्रकाशन गर्नुपर्ने विषय अन्तर्गत रहेका छन्। यो विषय चाहिँ अहिले पछिल्लो समय हरेक जसो सार्वजनिक निकायले कार्यान्वयन गर्ने गरेका छन्। हामी कुनै पनि सार्वजनिक निकायमा गइयो भने त्यहाँ सूचना अधिकारीको कुरा, प्रवक्ताको कुरा, नागरिक बडापत्रका कुराहरू मार्फत पनि यी विषयहरू हामीले हेर्न सक्दछौँ, बुझ्न सक्दछौँ। त्यसै गरी 13 नम्बरमा सूचनाको हक कार्यान्वयनका समस्याहरू। सूचनाको हक कार्यान्वयनमा समस्या भनेको अहिले पनि सूचनाको संस्कृतिको अभाव हुनु, गोपनीयताको मानसिकता कायम रहनु, सूचना प्रदान गरियो भने कुनै समस्या आइपर्ने हो कि भएन भनेर सूचनादाता पनि त्यसबाट पन्छिने प्रवृत्ति रहनु, त्यस्तै सूचना माग्नेले पनि नियम प्रक्रिया चाहिँ जटिल झन्झट मान्ने हुनाले झन्झटिलो ठानेर उसले सूचना मागप्रति त्यति चासो नदेखाउनु लगायत सूचना माग गर्ने तथा सार्वजनिक गर्ने प्रवृत्तिको कमी हुनु, सूचना औद्योगिक गर्ने कार्यले प्राथमिकता नपाउनु, सूचना वर्गीकरणमा समस्या हुनु, वस्तुनिष्ठ वर्गीकरण नहुनु, गोपनीयता सम्बन्धी कानुनसँग सामञ्जस्यता नहुनु जस्ता विषयहरू। त्यस्तै ब्ल्याक ओपननेसको शपथ लिने समयमा नै गोपनीयताको शपथ गराइने विरोधाभास भन्ने कुरा रहेको छ र अर्को ब्ल्याक बक्स कल्चर रहेको छ। अर्को राइट टु नोको सट्टा निड टु नोको सोचमा विद्यमान रहनु जस्ता विषयहरू चाहिँ सूचनाको हक कार्यान्वयनमा समस्या रहेका छन्। यसका समाधानका उपायहरू भनेको सूचनाको सार्वजनिक निकायमा पारदर्शिता र उत्तरदायित्व प्रवर्धन गर्ने संयन्त्रको विकास गर्ने, हरेक सार्वजनिक निकायले आफ्ना काम कारबाहीलाई चाहिँ प्रगतिका रूपमा सार्वजनिक गर्नुपर्ने, समय सार्वजनिक गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने, सूचना तथा सञ्चार प्रविधिको उपयोगमा बढाउनु पर्ने, बृहत कानुन तर्जुमा र प्रभावकारी बनाउनु पर्ने लगायतका विषयहरू यसका समाधानका विषयका रूपमा हामीले राख्न सक्दछौँ। त्यसै गरी नेपालमा 15 नम्बरमा नेपालमा सूचनाको हक सम्बन्धी कानुनी तथा संस्थागत व्यवस्था। कानुनी व्यवस्था अन्तर्गत पहिलो 1 नम्बरमा संवैधानिक व्यवस्था, धारा 19, धारा 27, धारा 28 गोपनीयताको हक, संसदीय सुनाई सम्बन्धी व्यवस्थाको कुरा। त्यस्तै दोस्रो नम्बरमा सूचनाको हक सम्बन्धी ऐन 2064 र नियमावली 65 रहेका छन्। यसका अलावा अभिलेख संरक्षण ऐन 2046, सूचनाको हक सम्बन्धी निर्देशिका 2066, छापाखानी तथा प्रकाशन सम्बन्धी ऐन पनि यसको कानुनी व्यवस्था अन्तर्गत हामीले संस्था व्यवस्था अन्तर्गत उल्लेख गर्न सक्छौँ। संस्थागत व्यवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना आयोग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, अभिलेखालय रहेकोलाई हामीले समेट्न सक्दछौँ। र उपलब्धिहरू
हालसम्मको उपलब्धिहरू सूचनाको हक कार्यान्वयन सम्बन्धी उपलब्धिहरू के देखिएका छन् त वर्तमान समयभन्दा प्रवक्ता तथा सूचना अधिकारी तोक्ने समय अभ्यास सुरु भएको, अर्को सार्वजनिक सुनवाई कार्यक्रमहरू सञ्चालन हुन थालेका, नागरिक स्तरबाट सूचना माग गर्ने प्रवृत्ति बढ्दै गएको, अर्को वेबसाइटहरूमा स्वतः प्रकाशन गर्न थालिएको सूचनाहरूको चाहिँ स्वतः प्रकाशन गर्न थालिएको ती 3 महिनामा प्रकाशनको विवरणहरू हामीले देख्न सक्छौँ। त्यस्तै हेल्लो सरकार टोल फ्री नम्बर जस्ता महत्त्वपूर्ण विषयहरूलाई हामीले उपलब्धिको रूपमा यहाँ उल्लेख गर्न सक्दछौँ। अर्को छ विषय पारदर्शिता। सूचनाको हकका विषयको सन्दर्भमा हामीले चर्चा गरेपछि तिनै विषयहरूलाई नै पारदर्शितासँग पनि जोडिएको हुन्छन्। त्यसैले मैले यहाँ पारदर्शिताका विषयमा निम्न विषयहरूलाई मात्र समावेश गरेको छु। एउटा पारदर्शिता भनेको कानुनले बन्देज गरेका बाहेक सबै खाले सार्वजनिक महत्त्वका विषयहरू गोप्य नराखी सबैको जानकारीमा राखिनु नै पारदर्शिता हो। सबैको जानकारीमा राखिनु पर्दछ। कानुनले तोकेका बाहेक सार्वजनिक महत्त्वका विषयहरू जुन सार्वजनिक सरोकार राख्दछन् तिनलाई चाहिँ सबैको जानकारीमा पहुँचमा राखिनु पर्दछ भन्ने नै पारदर्शिता हो। यो त सूचनाको हकको महत्त्वपूर्ण पाटो पनि हो। त्यस्तै सूचनाको हक कार्यान्वयनमा पारदर्शिता प्रवर्धनको पूर्व शर्त हो भने पारदर्शिताको प्रयोगबाट मात्र सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्दछ। त्यसैले यी दुईटा सूचनाको हक र पारदर्शिता एक आपसमा परिपूरक छन्। यो पारदर्शिताको विषय चाहिँ लोकतन्त्र प्रत्याभूत गर्न 1990को दशकमा ट्रान्सपरेन्सी इन्टरनेसनलको स्थापना सँगै यसको अभियानकै रूपमा अगाडि आएको भनेर हामीले थोरै पृष्ठभूमि पनि जोड्न सक्छौँ। त्यस्तै प्रक्रियामा सरलता, सहभागिता, कार्यप्रणाली, खुला छलफल, नियमित प्रेस मिट, नागरिक बडापत्र कार्यान्वयन आदि मार्फत पारदर्शिता प्रवर्धन गर्न सकिन्छ भनेर यी विषयहरूलाई हामीले मनन गर्नुपर्ने हुन्छ। त्यस्तै अब सूचनाको हक र पारदर्शिता बिचको अन्तर सम्बन्ध यसलाई एकै विषयमा जोडेर पनि लेख्न सकिन्छ। मैले यहाँ दुई विषयमा सूचनाको हक र पारदर्शिता तर्फ दुई तरिकाले दुईटा विषय मार्फत चाहिँ यहाँ उल्लेख गरेको छु। सूचनाको हकले के गर्छ त भन्दा सार्वजनिक अधिकारीलाई सूचना नियमित सार्वजनिकरण गर्न र नागरिकले नियमपूर्वक मागेको सूचना दिन बाध्य बनाउँछ। नागरिकको सूचनामाथिको पहुँच सुनिश्चित गर्छ लगायतका विषयहरू चाहिँ सूचनाको हकले दिने हुँदा पारदर्शिता कायम गर्न मद्दत पुग्दछ। त्यस्तै पारदर्शिताले पनि सार्वजनिक निकायको काम कारबाहीलाई खुला र सबैले थाहा पाउने बनाउँदछ। सूचनामाथि नागरिकको सहज पहुँचको वातावरण सिर्जना गर्दछ। नागरिकलाई आफ्नो जिम्मेवारी र कर्तव्य बोध गराउँदछ लगायतका विषयहरू चाहिँ पारदर्शिताले उठान गर्ने भएकोले यसले अन्ततोगत सूचनाको हकलाई नै मलजल पुग्ने भएकोले यी दुई बिचको अन्तर सम्बन्ध नङ मासुको जस्तो अन्योन्याश्रित सम्बन्ध रहेको छ भनेर हामीले उल्लेख गर्न सक्छौँ। त्यसै गरी 19 नम्बरमा पारदर्शिता प्रवर्धनका उपायहरूलाई मैले यहाँ समावेश गरेको छु। यसको लागि नागरिक बडापत्र कार्यालयको सूचना पार्टी, आधिकारिक वेबसाइट र न्युज पोर्टलहरू, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षणका विषयहरू यो हाम्रो फोर्थ पेपरमा पनि समावेश भएको विषय रहेको छ। त्यस्तै पत्रकार सम्मेलन तथा नियमित प्रेस मिट, प्रवक्ता र सूचना अधिकारीको तोकिने सूचना अधिकारीको प्रवक्ता र सूचना अधिकारीको व्यवस्था लगायतका विषयहरू चाहिँ पारदर्शिता प्रवर्धन गर्ने उपाय र माध्यमका रूपमा लिन सक्दछौँ। यो भिडियो यहीँ अन्त्य गर्दछु। धन्यवाद।